को सबैभन्दा छेउमा एउटा पुरानो झुपडी थियो जसका भित्ताहरू उप्किएका थिए र छानो हावाले उडाउला जस्तो देखिन्थ्यो। त्यही झुपडीको आँगनमा एकजना बुढा बाजे टोलाइरहेका थिए। बाजेको अवस्था उनको हुलियाले नै उनको सङ्घर्षको कथा भनिरहेको थियो। पहिरन शरीरमा वर्षौं पुरानो फाटेको कोट र ठाउँ ठाउँमा च्यातिएको दाउरा थियो। कपडाको रङ्ग खुइलिएर चिन्नै नसकिने भएको थियो। शारीरिक अवस्था लामो समयको अभाव र रोगले गर्दा उनको शरीर निकै कमजोर भइसकेको थियो। आँखाको भाव उनका धमिला आँखामा जीवनभरिको थकान र एउटा अनौठो शून्यता थियो। त्यो संयोगको क्षण एक साँझ बाजे सधैँझै आफ्नो खाली हात हेर्दै टोलाइरहेका थिए। अचानक एउटा सानो नाबालक बच्चा रुँदै उनको आँगनमा आइपुग्यो। त्यो बच्चाको भोक र आँसु देखेपछि बाजेको आफ्नै दुःख ओझेलमा पर्यो। उनले भित्र गएर धेरै दिनदेखि साँचेर राखेको सुक्खा रोटीको एउटा टुक्रा ल्याएर काँप्दै गरेका हातहरूले त्यो बच्चालाई खान दिए। एउटा नयाँ जीवनको सुरुवात। त्यो सानो गाँसले बच्चाको रुवाई त थामियो नै, बाजेको एक्लोपनमा पनि एउटा साथी थपियो। संसारमा आफूभन्दा बढी दुखी अरूलाई देखेपछि मान्छेले आफ्नो पीडा भुल्दो रहेछ। बच्चाले उनलाई बाबा भनेर पुकार्न थाल्यो। बाजेको त्यो फाटेको दौरा र च्यातिएको कोटभित्र एउटा न्यानो हृदय थियो जसले त्यो टुहुरो बालकलाई संसारकै सबैभन्दा सुरक्षित ठाउँ दियो। गरिबीले थिचेको